नमस्ते हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म अस्मिता तामाङ अनि फेरि पनि हजुरहरु सामु म नयाँ भिडियो लिएर आएको छु। बहिनी र म आज चाहिँ करेन्ट चाउचाउको मुखबाङ गरौँ भनेर आएको। सो खाइ अब यो ल्याएको चाहिँ अन्डा र करेन्ट चाउचाउ हो। चिसोमा चाहिँ कोक छ। ए राख्नु हुँदैन। च्यालेन्ज होइन यो गफ गर्दै खाने के दिदीबहिनी। बोल्नु मिल्छ है तिमी चाहिँ किन जे सबै हालिदिने हो। तिमी बोलेको हामी बोलेको खाएल कति दिनपछि मिठो त्यो नि आउँछ होला ठुलो भइन्छ। मिठो भयो मलाई मिठो भयो। आज चाहिँ हजुरहरूलाई नि चैते दसैँको शुभकामना। म पनि चैते दसैँ मनाउने यहाँ बहिनीकोमा आएको अनि त्यही भएर हल्का मुखबाङ गरिदिउँ भनेर गर्दैछु। अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। मेरो दिदीको च्यानललाई चाहिँ लाइक शेयर अनि सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब गर्न चाहिँ कसैले नभुलिदिनु होला। सम्झी भए नि सब्स्क्राइब गरिदिनु। कम्पिटिसन गऱ्यो भने मैले सिकिदिनु होला धेरै खाँदैन चिसो भएछ है तर पिरो अब त्यो जाओस् के गर्नु सानो पछाडिको काट्नु मिल्छ नि सानो गर्नु सबैमा छ अनि धेरै खाने कस्तो गर्नुभयो क्या पोको भएछ यार एक ठाउँमा अन्डा खाँदै यो गेममा पनिसमेन्ट चाहिँ छैन। गेमै हेर्नु पनिसन गरे मात्रै भोलि पर्सि भने स्पेलिङ कस्तो हो तातै रहेछ नि भित्र ल मिठो भएको छ ल गाइस। मिठो पनि पिरो पनि पसिना अब कस्तो खालमा कस्तो खानु धेरै खाने चाउचाउ पिरो रहेछ पसिना आयो झन् त्यसै पसिना आउनु बेला म कस्तो रातो भएको मलाई कति चिन्ताको
ठन्डा होइन बहिनी भनेको बहिनी हुन्छ ढिलो भयो दिदी भनेको दिदी नै हुन्छ Nice bite. साथीहरू फाइनली हामी बिजन चाहिँ खाएर सक्यौँ मिस गरिदियो हजुरहरूले मेरो भिडियो हेरेर जस्तो लाग्छ कमेन्ट गरिदिनु होला राम्रो नराम्रो के कसो कुन ठाउँमा कमी भयो कुन ठाउँमा के भयो भनेर कमेन्टमा भनिदिनु होला मेरो चाहिँ यो नयाँ नयाँ हो अनि हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला सब्सक्राइब के भन्छ सब्सक्राइब गरिदिनु होला भन्दै हामी चाहिँ आजको लागि मिठो मिठो कुरा गरौँ मिठो मिठो कुरा नगरौँ यति नै हो सरी कति आगो तिमीलाई के भन्नु छ भने भन त्यहाँदेखि हामी बिदा गर्ने अब दिदीको च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि अरू नेक्स्ट भिडियो चाहिँ के को हेर्न चाहनुहुन्छ चाहिँ कमेन्ट बक्स गरिदिनु होला मैले पनि त्यही भन्नु लाग्दै उति भने ल ओके बाई यति नै हो See you again in next video.